नम्बर 1 मा छ आफूलाई परिवर्तन गर्ने जिम्मेवारी लिनुहोस्। तपाईँ गरिब जन्मिनुभयो, त्यो तपाईँको गल्ती होइन। तर तपाईँ गरिब नै मर्नुहुन्छ भने त्यो तपाईँको गल्ती हो भनेर विश्वकै धनी व्यक्ति बिल गेट्सले भनेका थिए। तर यो धनको हिसाबमा मात्र होइन, यो जुनसुकै क्षेत्रमा पनि काम लाग्ने भनाइ हो। तपाईँ खराब परिस्थितिमा जन्मिनुभयो, त्यो तपाईँको गल्ती होइन। तर यदि तपाईँ खराब परिस्थितिमा नै रहेर मर्नुहुन्छ भने त्यो चाहिँ तपाईँको ठुलो गल्ती हुन जान्छ। यही भनाइलाई आत्मसात गर्दै आफ्नो जीवनलाई परिवर्तन गरेका एक व्यक्ति हुन् डेभिड गगिन्स। डेभिड जब 24 वर्षका थिए, उनले इल्याब कम्पनीमा किरा र ककरोच मार्ने काम गर्थे। त्यति बेला उनी एक लोजर व्यक्ति बनेका थिए। त्यो समयमा उनको तौल 134 केजीको थियो। यसको कारणले गर्दा उनको आत्मसम्मानमा पनि आँच पुगेको थियो। उनी जीवनमा अगाडि बढ्नको लागि कोसिस गर्दथे, तर त्यति बेला उनको सिचुएसन टप बन्थ्यो र उनले गिभअप गर्न सुरु गर्थे। उनले काममा गिभअप गर्नुको सबभन्दा ठुलो कारण थियो उनको बाल्यकाल। बाल्यकालमा उनको बुबाले उनको आमा र उनलाई कुट्ने गर्थे। यसको कारणले गर्दा उनको दिमागमा मानसिक रूपमा पनि केही न केही असर गरिरहेको थियो र उनी इमोसनली रूपमा पनि स्टेबल हुन सकिरहेका थिएनन्। तर एक दिन उनले आफूमा यस्तो डिसाइड गरे कि जसले उनको जिन्दगी नै बदल्दियो। त्यसपछि उनले आफ्नो जिम्मेवारी आफैले लिन सुरु गरे र अरूलाई दोष लगाउनुको सट्टा आफैले मेहनत गर्न सुरु गरे, जसको कारणले गर्दा उनले आफ्नो जिन्दगी आफै बदल्न सफल भए। त्यसकारण तपाईँले पनि अरूलाई दोष लगाउन बन्द गर्नुहोस्। आफूलाई परिवर्तन गर्नको लागि आफै जिम्मेवारी लिन थाल्नुहोस्। लेखक डेभिड गगिन्सले आफ्नो पुस्तक नेभर फिनिसमा हामीलाई यही कुरा सिकाउन खोजेका छन्।